प्रकृतिको प्रोसेस हो, प्रोसेस हुँदै आइरहेको छ। हो त्यस्तै हो मानव कुरा पनि, नेतृत्व भन्ने कुरा पनि। अघि तपाईँहरूले कहाँ हुनुहुन्छ भन्दा 1 नम्बरमा छु भनेर हात उठाउनु भयो नि, होइन? अब तपाईँहरूले बिस्तारै बिस्तारै प्रशिक्षणको माध्यमबाट काम गर्दै गर्दै गएर समाजमा भिज्दै गएर समाज तपाईँले काम गर्नु भएन भने त हुँदैन। यसको प्रोसेस बिना तपाईँ त सक्नुहुन्न। अघि भन्नु न, अभ्यासले, निरन्तर अभ्यासले के हुन्छ, ऊ एउटा नेतृत्व बन्छ। मैले अघि पार्टीको चुनाव पुग्छु, मात्रै पैसा कमाउँछु भन्ने दृष्टिकोणले तपाईँ पार्टीमा प्रवेश गर्नुभएको छ भने प्लिज यो अघि बाहिर गरिदिनुहोस्। यहाँ यो देशलाई के काम गर्न सक्छु र म मर्दै गर्दा देशलाई कति योगदान गर्न सक्छु भन्ने कुरा तपाईँ लिएर आउनुपर्छ। त्यसैले भन्दैछु कि म को हुँ, होइन? तपाईँले आन्तरिक कुरा तपाईँले आफैले विश्लेषण गर्नुहोस्। यो सचेत तपाईँहरू जीवनमा भन्नु त यो अपेक्षा चाहिँ यस्तो छ, कति गर्न सक्छु भन्ने छ र वास्तविकता चाहिँ हामी टाउकोमा के गर्छौँ, होइन? हात लगाएर बस्छौँ। यो स्कुलिङ हुनु पर्यो तपाईँहरूलाई, होइन? तपाईँलाई राम्रो मान्छेहरूको चाहिँ सङ्गत हुनु पर्यो, विचारहरू राम्रो कुरा बुझ्न पर्यो तपाईँहरूले। अनि मात्र तपाईँ बिस्तारै बिस्तारै के गर्नुहुन्छ, पुगिन्छ। प्यार हुँदै गर्दाखेरि तपाईँ कुनै पनि देशको नागरिक नहोस्, नेपाली नेपाली भएर मर्न पाउनुपर्छ, नेपाली नेपाली भएर बाँच्न पाउनुपर्छ भनेर आज उहाँले बोलिरहेको कुरा हो। त्यसैले आज हामी संस्कृतिका कुराहरू गरिरहेका छौँ। तिमीलाई औठी बिरुवा घर सोच्छु भने निलाई टाङ्गेरुवा। आज त संस्कृतिहरू छोडेर अब के भन्नु छ? हामी आज बिस्तारै बिस्तारै हाम्रो संस्कृति, हाम्रो कल्चरहरूलाई, संस्कृति, हाम्रो कल्चरको संस्कृतिमा हामी के गरिरहेका छौँ, बिस्तारै बिस्तारै विस्तारित गरिरहेका छौँ।